लास्ट डे हो हाम्रो यहाँ घरमा चाहिँ। त्यहाँदेखि आज चाहिँ भोलि चाहिँ हामीहरू जाँदैछौँ मौरिसको घरपट्टि। नेक्स्ट छैनौँ, एकदम सरप्राइज भिजिटमा जाने हो हामी चाहिँ, म र मौरिस। घर जान एक्साइटेड छु, एकदम एक्साइटेड छु। कतिको छ्या मम्मी कहाँ छ अरे? बारीमा छ अरे। लु सरप्राइज दिन आएको तपाईँ। अनि फोन गर्दाखेरि म यो छैन। हाई एभ्रिवान। र यहाँ भने चाहिँ मौरिस चाहिँ अहिले क्यामेराहरू मिलाउँदैछ हो, किन भन्दाखेरि ऊ पनि रिल्स बनाउनुको लागि मैले नै गर्दाखेरि। अन्त आज चाहिँ लास्ट डे हो हाम्रो यहाँ घरमा चाहिँ। त्यहाँदेखि आज चाहिँ भोलि चाहिँ हामीहरू जाँदैछौँ मौरिसको घरपट्टि हो। अन्त मौरिसहरूकोमा चाहिँ हामीलाई फोन पनि गरेको छैनौँ, भनेको पनि छुइनँ। मम्मीले चाहिँ फोन चाहिँ गर्नु चाहिँ भएको थियो, अन्त सोधिरहनु पनि भएको थियो आज के गर्दैछ कस्तो गर्दैछ भनेर। तर हामीले चाहिँ भनेको छैनौँ, एकदम सरप्राइज भिजिटमा जाने हो हामी चाहिँ, म र मौरिस। मम्मीहरूलाई सरप्राइज दिनु। अन्त हाम्रो घरको यहाँ जेरेनियम एउटै मात्रै भए पनि मजाले फुलिरहेको छ हो। यतातिर पनि मेरो फुलहरू चाहिँ हेर्नुहोस् न यस्तो भइरहेको छ हो। बर्खाको टाइममा हरियाली त्यो हरियाली देख्छ, तर भए पनि कता बिहान अघिसम्म घाम पानी परेर चाहिँ घर जान एक्साइटेड छु, एकदम एक्साइटेड छु। कतिको छ्या। र अब भने चाहिँ म र मौरिस चाहिँ अब रिल्स बनाउँछु हो, तपाईँहरूलाई म जहिले भए पनि भेट्न सक्छु। बाई बाई अहिलेको लागि। भाइ चाहिँ यहाँनिर आइसकेको छ हो, माछा लिएर। यता भाइ देखा त, भाइ माछा देखा त। लु 2 केजी पो लिएँ भनेको थिएँ त मैले तँलाई। यहाँ चाहिँ मौरिस यहाँनिर चाहिँ उयो बनाउँदैछ है, सातु, अर्ग्यानिक सातु। यस्तो गरेर चाहिँ पिन्दिँदैछ, एक्सर्साइज गरेर। अब गाउँघरमा बस्ने फाइदा यही। मौरिस लु मम्मी र बिनिता पिन्ने चाहिँ देख ल, सके पनि होला है। त्यस्तो मिन हुँदो रहेछ नि त नि मिक्सीमा जस्तै। जाँड पकाउनुको लागि चाहिँ मैले मकै भुटेर 10 किलो चाहिँ पिस्थेँ हो के त। जाँड पकाउनुको लागि असला माछाको सुप फाइनल भयो है। फाइनल। मम्मी चाहिँ यहाँ पाहुनालाई पनि देखाइदियो। यहाँ बाजे हुनुहुन्छ। पापा हेर न प्रन्जल जत्तिकै भइरहेछ। मौरिस लु छिटो डिनर सबैजना यहाँ हेर न। मसला माछा मैले आफै बनाएँ कि मलाई त मिठो लाग्यो। बाजे कस्तो भयो? कस्तो भयो बाजेलाई? दामी भयो। झकास है बाजे। खाएर पनि देखाउनु। लु आम्म थम्ने लाग्यो है बाजेको। दामी दामी। खा त, मैले मेहनत गरेको जतिकै सुप मिठो बनाइदिएको छु। बाजे पनि खाँदैछ। चितुवा आछि माछा कस्तो लाग्यो? दामी दामी छ। खाइहेर्नु त, हेल्दी बनाइदिएको छु मम्मीलाई पनि, बिमारीलाई। दामी दामी भयो। सब मैले कम्ती हालेर बनाएको नि त तेलहरू, तर मिठो बनाइदिन्छु नि त। भोलिदेखि अब एक्लै खानु। माछा चाहिँ किन्नु पर्दैन हामी। त्यति चाहिँ हो। गुड मर्निङ एभ्रिवान। र आज चाहिँ देख्न सक्नुहुन्छ दिन चाहिँ यस्तो भइरहेको छ हो, यस्तो खालको भइरहेको छ। र यहाँ चाहिँ म चाहिँ उठिसकेको छु हो। अन्त अब भने छिटो छिटो रेडी हुनुपर्छ, अन्त जानुपर्छ हो। हाम्रो गाडी चाहिँ माथिनिर आउँछ। अन्त मेन कुरा चाहिँ के भन्दाखेरि यताउता हिँड्ने बेलामा चाहिँ यस्तो दिन हुन्छ। 2-3 दिन भएको थियो नि, घाम लागेर कस्तो भएको थियो है। मौरिस चाहिँ भित्रै छ हो। अन्त यस्तो भइरहेछ हेर्नुहोस् न। अब छिटो निस्केन भने पानीले पनि भेट्छ। सो अहिले चाहिँ म तपाईँहरूलाई भेट्नेछु। खाजा अब देमाहरू एक्लै रह्यो है। बिहान बिहान पकाएको रहेछ। यस्तो भइरहेछ दिन चाहिँ। ल हामी पो फोन गर्छु। बाजे त बिहानै गइसक्यो नि।
लु अब भन्ने चाहिँ गएको हामी ससुरालीलाई बाई बाई है र म पनि यहाँ छु। एकदम यहाँ चाहिँ ऐना देख्छ नि त कि मम्मी है लु गएको बाई बाई अब चाहिँ फेसबुक भिडियो हेर्नु फेसबुक भिडियोमा हेर्नु के हुन्छ उतानिर भनेर म हाल्छु फेसबुकमा लु रकी आइज जाउँ लु लागेको हामी चाहिँ अब गरौँ छैन होइन कालो कालो निस्किनुपर्छ अब हामी सबै सिकाउँदै ल गएको टेन हामी चाहिँ अहिले भने चाहिँ गाडी आउने जग्गामा पुग्न आँटेको छु म अन्त घरसम्म नै रोड त छ यस्तो खालको खनेको हो तर हाम्रो घरसम्म चाहिँ आउँदैन गाडी अहिले बर्खाको टाइम भएर पनि अन्त त्यसले गर्दा चाहिँ हामीहरू जग्गा भनिदिन्छ यताको ड्राइभरहरूले कहाँसम्म आउनु भनेर त्यहाँसम्म चाहिँ हिँडेर जानुपर्छ यताको सिचुएसन चाहिँ त्यस्तो छ है कहाँसम्म आउँछ गाडी भनिदियो त्यहाँ डाँडासम्म चाहिँ आउँछ हामी चाहिँ ल जाने अब चाहिँ गाडीमा आयो इभन पनि यहाँ छ भाइ यहाँ गुड मर्निङ भन् भाइ यहाँ भाइ गुड मर्निङ भन् न बाई बाई भोलि पर्सि आउँछु ल यहाँ चाहिँ घुमाउँदैछ हो भ्यू चाहिँ यस्तो देख्दैछ यता र अब भने चाहिँ हामीहरू जाने गडामा हामी चाहिँ गाडी नभरेर यहाँ बसिराखेको छौँ गाडी भरेर चाहिँ अब लाग्ने रहेछ 3 घन्टा पानी पनि अलिअलि पर्दैछ नि सिरियस अहिले चाहिँ हामीहरू पेदोङमा आइपुगिरहेको छौँ हो अब यहाँदेखि चाहिँ मर्सुको घर जाने गाडीमा जानुपर्छ यस्तो छ यताको वेदर चाहिँ यस्तो भइरहेछ मर्स चाहिँ यहाँ चाहिँ पेदोङको समोसा मर्सको फेभरेट खाँदैछ कहिलेदेखिको खानु मन थियो खाऊ यहाँको जतिको बेस्ट चाहिँ उसलाई कहीँ लाग्दैन अरे खाऊ ल अब चाहिँ हामीहरू चाहिँ गाडीमा मर्सहरूको घर जाने गाडी पानी परिरहेछ यहाँ चाहिँ मजाले क्रुस डाँडा भनेर अहिले भने चाहिँ हामी अचानक यहाँ डाँडामा आइरहेको छौँ हो यहाँ डाँडादेखिको भ्यू चाहिँ हेर्नुहोस् न यो देख्ने चाहिँ सबै कासेम हो त्यहाँदेखि माथितिर चाहिँ बर्मेकहरू कता कता भन्छ उपाडिको मनसङ हो यो कासेम हो यो मनसङ यो बारा मर्सले चिनाउँदैछ मौरिसको गाउँ चाहिँ यहाँ तलै हो है सिप्ला यहाँबाट देख्छौ बिन्तारामा हो यस्तो देखिरहेको चाहिँ क्रुस पनि छ यहाँ यहाँनिर चाहिँ हामी कसरी आयौँ भन्दाखेरि चाहिँ जुन चाहिँ गाडीमा हामी आएको थियो गाडीको मान्छे एकजना मान्छे चाहिँ कासेमको छ नि त कि अन्त त्यसले गर्दाखेरि कासेम पुऱ्याउनु जानुभएको छ उपाडि अन्त हामी चाहिँ यहाँनिर झरिराखेको हो यहाँनिर आउनु चाहिँ मलाई पुरा मन परिरहेको नि त त्यसले गर्दाखेरि ल यहीँबाट पनि देख्दो रहेछ त यहाँ कहाँ थियो बस्ने है एउटा भएको थियो नि बनाएको अन्त यहाँबाट चाहिँ अब हिँड्दै जानु होइन उयो गाडी खासमा र अहिले भने चाहिँ म र मर चाहिँ यहाँनिर उभिएर हावाहरू खाँदैछ एकदम मजाले होइन अन्त मेरो अस्तिदेखिको आउने इच्छा थियो अन्त यता घर आएको बेला चाहिँ एकपल्ट आउँछु सोचिरहेको थिएँ होइन ठिक्कै आज आउनु पाएँ अब म फेरि पनि आउँदिनँ पनि होइन यो जग्गामा अन्त एकदम आज उग्रेर यता चाहिँ यस्तो खालको भइरहेको छ भ्यूहरू चाहिँ यस्तो देख्दो रहेछ अहिले चाहिँ यहाँनिर म र मर्स मात्रै छौँ उहाँ परतिर चाहिँ के लगाएको थियो भाग्यमानीको भाग्य ठुलो भनेपछि यही हो कस्तो अब हेर्नुहोस् त त्यहाँदेखि बित्थामा हिँड्नु पर्थ्यो अब हिँड्नु पनि परेन त्यही त ऊ पारिनिर गएको छ गाडी चाहिँ त्यहाँ गाउँमा र अब भने चाहिँ म तपाईँहरूले एकैचोटि घरमै भेट्ने छु र बाई बाई अहिले चाहिँ हामीहरू घर पुग्यौँ हो यहाँ अहिले भने चाहिँ हामीहरू घर आइपुगिसकेको छौँ हो घरमा चाहिँ को पनि छैन मम्मीहरू पनि सरप्राइज दिनु लाग्छ हामीले झन्डै सरप्राइज भयो ढुकढुक पो भइरहेको छु म त गाउँरै खोइ मम्मी मम्मी हो बारीमा यही मौरिस चाहिँ मम्मी कहाँ छ अरे बारीमा छ अरे लु रोडोडेन्ड्रोन पुरा कस्तो ढुकढुक भिडियोमा हेर न भइरहेको छ मलाई हजुर भिडियो छ यहाँ पढाऊ
बहिनीहरू पनि स्कुलबाट आएको रहेछ पुइ दिवेश न पहिलो छड्के बन्दर पहिलो खोइ सुकृति यहाँ आउन भने छिटो लुक्दै रहेछ लाज लागेन उसलाई तिमी यहाँ आउन भने छिटो लाज लाग्यो मर्छु पो लागेर जुन न हल्ला गरेको नि मर्छ हल्ला गरेर नि मलाई लुगा फेरिसकेको छौँ अहिले चाहिँ म र मौरेस मजाले मम्मीको इन्तजारमा छौँ यहाँ सरप्राइज दिँदै दिँदै काकीले भनिहाल्यो मर्सिरहेको छ ए पाहुना आइरहेछ काकीले सरी विन्दा चाहिँ यहाँ ढोक्न जाँदैछ सरप्राइज दिन आएको तपाईँ हेर्नुहोस् है फोन गर्दाखेरि म यो छैन ढोक्न चाहिँ ढोक्छ है मान्छेले पनि गाडीको हरन सुन्छ भनेर राखिहाल न भनेको कि आउँछ जस्तो लागेको थियो मम्मीलाई मम्मी भोलि पर्सि त कहिले त आउँछ होला अब अलिक कमी भएर आउँछ होला भन्ने कि हजुर हामी त खुब चुपचाप आएको कि हामी नै यहाँनिर सुनसान देखेर चाहिँ भेटिहाल्यो लु मम्मीलाई पापा चाहिँ खोइ मम्मी बोजू म चाहिँ झुक्काउनु लागि आइरहेको त बोजू सुकृति के गर्दैछ बोजू पढ्दैछ ट्युसन ए अहिले भने चाहिँ हामी चाहिँ यहाँ खोर्सानी बगानमा छौँ हो यो चाहिँ हामीले आजभन्दा कति महिना अगाडि 4 महिना 4 महिना अगाडि 3-4 महिना अगाडि रोपेको खोर्सानी चाहिँ हो यस्तो डरलाग्दो भएको रहेछ अन्त हामी चाहिँ घरमा आएर मम्मीहरूलाई सरप्राइजहरू गरेर एकदम त्यो भिडियोहरू चाहिँ मैले फेसबुकको लागि बनाएको छु यदि तपाईँले युट्युबमा हेर्नुहुँदैछ भने चाहिँ विनिता चामलिङ राईमा गएर चाहिँ फेसबुकमा गएर चाहिँ हेर्नु होला कस्तो पाराले सरप्राइज गरेको छु भनेर हो अन्त अहिले चाहिँ हामीहरू यहाँनिर आइरहेको छौँ माथि बारीमा अलमल्लै पऱ्यो म र खोर्सानीको बोटहरू देखेर खोर्सानी फलेको देखेर है अलमल्लै भन्दा पनि उयो लाग्यो तिमीलाई पजलिङ खालके पुरा त्यस्तो खालको लाग्यो अब कहाँबाट निस्किने खालको है यताबाट जाउँ र खोर्सानीको उयो चाहिँ साइज हेर न यस्तो साइज फलिरहेको रहेछ यहाँ है कत्रो ठुल्ठुलो हुने है खोइ फलेकै हो नि हौ अम्बो यत्रो त लु म चाहिँ छक्कै लाग्यो हौ निस्किने जग्गा पनि छैन औ है भाँचिन्छ फेरि म र मर्स चाहिँ मजाले घुमिसक्यौँ बारीहरू पनि निस्किने जग्गा चाहिँ हेर्नु नि यस्तो भइरहेछ है यस्तो पाराले चाहिँ अब जाँदैछौँ अन्त मर्स मल्चिङ पेपरहरू त हेर न छोडेर यस्तो भइरहेको रहेछ मल्चिङ पेपरको पनि कमालै हो लु सबै ओह्रालो खालको भएछ नि त फेरि है यस्तो हेर्नुहोस् है मौरी चाहिँ है निस्किँदैछ घारीमा ए मल्चिङ पेपरले मात्रै रहेछ है मल्चिङ पेपर नहालेकोमा चाहिँ यस्तो भएको रहेछ यो मकै हेर्नुहोस् है एउटा मात्रै यस्तो भइरहेको रहेछ र अहिले भने चाहिँ वेदरहरू यस्तो भइरहेको छ हो खोर्सानी बारी देखिहाल्नु भयो ल र भने चाहिँ मेरो भिडियो एकदम एन्ड गर्ने बेला आइसकेको छ सो तपाईँहरूलाई धन्यवाद मेरो भिडियो लास्टसम्म हेर्नु भएकोमा र पनि फेरि नेक्स्ट भिडियोमा भेट्नेछु त्यति बेलासम्मको लागि स्टे ट्युन थ्याङ्क्स फर वाचिङ बाई बाई चाहिँ मर्से भनिदियो बाई बाई एभ्रीवान